आन्टी हजुर सेकेन्ड टाइम मम बन्दै हुनुहुन्छ र दुईवटा बेबीको बिचमा बोन्ड एकदमै राम्रो होस्, सिब्लिङ राइभलरी नहोस् भन्ने चाहनुहुन्छ भने यो भिडियो हजुरहरूको लागि। सेकेन्ड बेबी आएपछि फर्स्ट बेबीलाई एकदमै गाह्रो हुन्छ, उसको लाइफ नै 360 डिग्री नै चेन्ज भइसकेको हुन्छ नि त। उसले जेलस फिल गर्छ, उसले अटेन्सन पाउँदैन, उस कन्फ्युज हुन्छ अनि एङ्गर हुन्छ, उसलाई पाइरहेको माया उस भाइ बहिनीलाई दियो भनेर फिल गर्छ अनि उसले सानो हुन्छ, ऊ एक्सप्रेस गर्न सक्दैन कसरी एक्सप्रेस गर्ने भनेर। अनि ऊ अर्को बेबीलाई फिजिकली नै हार्म गर्छ, उसलाई लुस्ने, उसलाई काखामा हालेको मनै नपराउने, भाइ बहिनी चाहिँदैन भन्ने अनि रुने कराउने गर्छन्। अनि उनीहरूले आफ्नो सेकेन्ड बेबीलाई मनै पराउँदैनन्। यसबाट सुरु हुन्छ सिब्लिङ्स राइभलरी। एज अ सेकेन्ड टाइम म हजुरहरूलाई 4वटा सजेसन दिन्छु जुन मैले गरेँ र मेरो 3 इयर्स ओल्डलाई एकदम इजी भयो सेकेन्ड बेबी आइसकेपछि एक्सेप्ट गर्नलाई र उनीहरूको बोन्ड एकदमै राम्रो भयो। नम्बर 1 रहेको छ प्रिपेयर योर फर्स्ट बेबी। सो सेकेन्ड बेबी कन्सेप्ट भइसकेपछि हजुरहरूले फर्स्ट बेबीलाई अवेर गराउनु पऱ्यो कि उसको लागि उसको बेबी आउँदैछ भनेर उसलाई अवेर गराउनु पऱ्यो। बच्चा जति सानो भए पनि उसले थाहा पाउँछ कि केही चेन्जेसहरू उसको लाइफमा आउँदैछ भनेर। सो एभ्री हस्पिटल भिजिटमा उसलाई लगेर जानु पऱ्यो, एभ्री स्क्यानमा उसलाई लगेर जानु पऱ्यो, बच्चाको फोटो देखाएर यस्तो बच्चा आउँदैछ तिम्रै लागि आउँदैछ भनेर उसलाई भनिराख्नु पऱ्यो। यसले गर्दा उसलाई मेन्टली प्रिपेयर हुँदै जान्छ ऊ। अनि उसलाई स्टोरी टाइममा पनि दुई भाइ बहिनीको स्टोरी, दिदीभाइको स्टोरीहरू सुनाउनु पऱ्यो, त्यसले उसलाई रेडी पार्छ। नम्बर 2 रहेको छ फर्स्ट र सेकेन्ड बेबीको फर्स्ट मिटअप। र तपाईँले फर्स्ट बेबी र सेकेन्ड बेबीको पहिलोचोटि भेट हस्पिटलमा या घरमा गर्न सक्नुहुन्छ। र तपाईँले एकदमै ख्याल राख्नुपर्ने कुरा भनेको जब फर्स्ट बेबी तपाईँको सेकेन्ड बेबीलाई भेट्छ तपाईँले सेकेन्ड बेबीलाई उचाल्नु भएन, तपाईँ बाबा या मम्मु दुइटैले उचाल्नु भएन, त्यहाँ कोही थर्ड पर्सनले त्यो बच्चालाई क्यारी गर्नु पऱ्यो। सो द्याट उसले जब मम्मीलाई त्यस्तो सिचुएसनमा देख्छ, उसले अरू कसैलाई होल्ड गरेको देख्दा उसको लाइफ स्याटर्ड हुने हो। सो तपाईँ पनि इमोसनली एकदमै विक हुनुहुन्छ र त्यो सिचुएसन ह्यान्डल गर्न सक्नुहुन्न, त्यसैले थर्ड पर्सनलाई सेकेन्ड बेबी होल्ड गर्न लगाउने र फर्स्ट बेबीसँग बसेर उसको बेबीलाई यस्तो छ भनेर फर्स्ट बेबीलाई देखाउने। यसले चाहिँ उसलाई मेरो लाइफ त चेन्ज भएको छैन, साँच्चै मम्मु बाबाले मेरो लागि बेबी ल्याइदिनु भयो भन्ने फिल हुन्छ र बोन्ड सुरुबाट नै राम्रो बिल्डअप हुँदै जान्छ। नम्बर 3 रहेको छ तपाईँले आफ्नो वरिपरिको मान्छेलाई सम्झाउन पऱ्यो। सेकेन्ड बेबी जन्मिसकेपछि वरिपरिका मान्छेहरू सुत्केरी भेट्न आउँदा तपाईँलाई भन्ने कुरा नै के हो, ओहो अब सबै माया तिम्रो भाइले पाउँछ, तिम्रो मामुसँग त तिम्रो भाइ निनी गर्छ, तिमी कति रोको भाइ हेर त कति ज्ञानी छ, यस्ता कुराहरू एभ्री डे दिनको 10 चोटि सुनाउन आउँछन् मान्छेहरू। यहीँबाट सुरु हुन्छ साइकोलोजी असर गर्छ बच्चालाई, यहीँबाट सुरु हुन्छ सिब्लिङ राइभलरी। त्यही भएर तपाईँले मान्छेलाई रेडी पार्नु पऱ्यो यस्तो कुराहरू नभन्ने। यदि बाइचान्स कसैले उस बच्चाको अगाडि यस्तो कुराहरू भनिसक्यो, तिमी त ठुलो भइसक्यौ, तिम्रो सानो बेबी आइसक्यो, अब तिमी ठुलो हुनुपर्छ, तिमी रुनु हुँदैन, भाइ कति ज्ञानी छ, भाइ मम्मु बाबासँग निनी गर्छ, तिमीलाई कसले निनी गराउँछ, यस्ता कुराहरू भनिराख्छन्। त्यसैले अन द स्पट यस्ता मान्छेहरूलाई चुप लगाउन भन्नु पऱ्यो र उसलाई बच्चाको अगाडि यस्ता कुराहरू भन्नै भएन। नम्बर 4 एकदमै इम्पोर्टेन्ट पोइन्ट, स्पेन्ड एज मच टाइम एज पोसिबल फर्स्ट बेबीसँग। सेकेन्ड बेबी आइसकेपछि सुरुमा एकदमै धेरै गाह्रो हुन्छ फर्स्ट बेबीलाई टाइम दिनलाई, तर बिस्तारै 10 डेज जस्तो भइसकेपछि तपाईँले फर्स्ट बेबीसँग प्रायोरिटी दिएर उसँग टाइम स्पेन्ड गर्नु पऱ्यो, उसको फेभरेट कुरा गर्नु पऱ्यो। एटलिस्ट एउटा एक्टिभिटीबाट सुरु गर्न सक्नुहुन्छ। उसलाई स्टोरी टाइम मनपर्छ भने स्टोरी सुनाउनुहोस्, उसलाई एक टाइम खाना खुवाउनुहुन्छ भने खाना खुवाउनुहोस्, उसँग बसेर खेल्नुहुन्छ भने खेल्नुहोस्। त्यसरी सुरु गर्नु पऱ्यो र बिस्तारै उसँग धेरै टाइम स्पेन्ड गर्नु पऱ्यो। सेकेन्ड बेबीलाई फिड र स्लिप नै इम्पोर्टेन्ट हुन्छ सुरुमा। सो फिड गराएर अरू कसैलाई दिएपछि तपाईँले सेकेन्ड बेबीलाई अरू कसैलाई दिइसकेपछि फर्स्ट बेबीसँग टाइम स्पेन्ड गर्नु पऱ्यो। उसलाई सेकेन्ड बेबी आइसकेपछि मलाई मसँग टाइम स्पेन्ड गर्दैन भन्ने फिल हुन भएन। अनि बिस्तारै तपाईँले उसँग एक्सक्लुजिभ टाइम दिनु पऱ्यो, जहाँ तपाईँसँग सेकेन्ड बेबी हुनु भएन। एटलिस्ट 1 घन्टा त उसँग बसेर कुरा गर्नु पऱ्यो, जहाँ सेकेन्ड बेबीको कुरा नहोस्, फर्स्ट बेबीलाई मनपर्ने कुराहरू गर्नु पऱ्यो। यसरी बिस्तारै उसँग टाइम स्पेन्ड गर्दा मम्मु त केही चेन्ज भएको छैन भन्ने उसलाई फिल हुन्छ। अनि बिस्तारै उसलाई सेकेन्ड बेबीसँग पनि टाइम स्पेन्ड गराउने, सेकेन्ड बेबीको एक्टिभिटिजहरूमा उसलाई इन्भल्भ गराउने, जस्तै डाइपर ल्याइदिएर आऊ भन्ने, मसाज टाइममा सेकेन्ड बेबीलाई मसाज गर्दा
यो पार्ट तिमी मसाज गरिदेऊ भनेर उसलाई भाइसँग बोन्ड क्रिएट गर। मैले यी 4वटा कुरा गरेर मेरो फर्स्ट बेबी र सेकेन्ड बेबीको बोन्ड एकदमै स्ट्रङ बनाएको छु। एटलिस्ट 1 इयरसम्म चाहिँ स्ट्रङ बनाएकै छु। सो हजुरहरूले पनि यो 4वटा कुराहरू अपनाउनु भए पनि तपाईँहरूको बेबीहरूको बोन्ड एकदमै राम्रो हुनेछ। थ्याङ्क यू।